हेलो एभ्रिवान नमस्ते हजुर कस्तो हुनुहुन्छ आशा गर्छु हजुर सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु यता चाहिँ मलाई कस्तो देखिएछ हजुरहरूले कमेन्ट गरेर भन्नुहोला यता चाहिँ मेरो छोरी पनि रेडी भइसकेको छ हेर्नुहोला मैले चाहिँ मेरो छोरीलाई उसको बोजूसँग बस्छ भनेको होइन अरे ऊ पनि बिहा खान जाने अरे त्यही भएर मैले छोरीलाई पनि रेडी गरिदिएँ यता चाहिँ हाम्रो दिदी रेडी हुनुहुँदैछ दिदीले चाहिँ सोच्नुभएछ मैले फोटो खिच्नु भनेर चाहिँ गएको भनेर तर चाहिँ मैले चाहिँ भिडियो बनाइराखेको थिएँ अनि हाम्रो दिदीलाई चाहिँ कस्तो लागेको छ हजुरले कमेन्ट गरेर भन्नुहोला यता चाहिँ हामी हिँडि पनि सक्यौँ हामी चाहिँ बाटोमा टमटमको वेट गरिराखेको छौँ किनभने टमटमवाला चाहिँ अलिकति लेट भयो त्यही भएर यता चाहिँ हाम्रो टमटम पनि आइसकेको छ हाम्रो भाउजूलाई लिएर अनि त टमटमवालाले चाहिँ हामीलाई हेरेर हाँसिरहेको छ गाइस टमटमवाला भैयाले चाहिँ के भन्दैछ भन्दाखेरि चाहिँ आज चाहिँ तिमीहरू कति राम्री राम्री भएर गएको भन्दैछ अब राम्री त हुनै पर्यो अब जे भने पनि अब छोरी मान्छेको गहना चाहिँ हो अब राम्री हुनै पर्ने हो त्यहाँबाट चाहिँ हामीले गिफ्ट लियौँ अनि गिफ्ट लिएर चाहिँ हामी भित्रतिर एन्ट्री गर्दैछु गाइस हजुरले हेर्नु सक्नुहुन्छ अनि मान्छे चाहिँ अलरेडी थुप्रै नै आइसक्नु भएको रहेछ हामी चाहिँ अब आउँदा आउँदा लेटै भयो हामी आइपुग्दा चाहिँ 7 बजिसकेको थियो अनि यता चाहिँ हामीले सबैजनालाई भेटिसकेको छौँ हामी चाहिँ आज टमटममा आएँ मेरो हस्बेन्ड हुनुहुन्थेन घरमा त्यही भएर चाहिँ हामी टमटममा आएँ उता चाहिँ बेहुली राखेको छ अनि हामी चाहिँ अब बेहुलीको सामने जाँदैछौँ अब बेहुलीलाई गिफ्ट पनि दिनु पऱ्यो होइन गाइस अनि यता चाहिँ अब आन्टीहरू नै आउनुभएको रहेछ अब चाहिँ हाम्रो घर छेउछेउको उनीहरू चाहिँ पहिल्यै नै आउनुभएछ अनि मेरो छोरी चाहिँ यहाँ जान्न भनिरहेछ अनि यता चाहिँ हाम्रो दिदी जानुभयो गिफ्ट दिनु भनेर अनि गिफ्ट दिएर आइ पनि सक्यो दिदी अनि हामी चाहिँ यता बसिराखेको छौँ अब कफीहरू खाऊँ भनेर यता चाहिँ हाम्रो बेहुली नानी हो हेर्नु होला कस्तो देखेछ हजुरले कमेन्ट गरेर भन्नुहोला मलाई चाहिँ धेरै नै राम्रो लाग्यो बेहुली अनि यता चाहिँ आन्टीले के हेरिराख्नु भएको छ कफीमा थाहा छैन अनि यता चाहिँ हाम्रो छोरीहरूको फोटोसुट चलिरहेको छ हेर्नु होला फोटो खिच्नुको लागि चाहिँ कति राम्रो त्यतिर डेकोरेसन गरिदिनु भएछ हेर्नु होला यता चाहिँ म कफी पिउँदैछु किनभने चाहिँ दिदीले ल्याइदिनु भएको थियो म चाहिँ नानीसँग गइनँ कफी चाहिँ धेरै नै टेस्टी पकौडा चाहिँ खत्तम भएछ त्यही भएर चाहिँ कफी मात्रै ल्याइदिनु भएछ अनि यता चाहिँ हेर्नु होला बच्चा पार्टी यता चाहिँ हामी अलिअलि फोटोसुट गरिरहेको छौँ हेर्नु होला यहाँ चाहिँ सबैजना हाम्रो गाउँकै हो त्यहाँबाट चाहिँ यहाँ बच्चा पार्टीको हेर्नु होला यहाँ चाहिँ हाम्रो दिदीको फोटोसुट चलिरहेको छ अनि यता चाहिँ हो बेहुलीको के भन्ने अब बेहुलीको जेठानी अनि जेठानीले चाहिँ भने चलो फोटो खिच्नु अनि त्यही भएर चाहिँ हामी एकछिन बेहुलीसँग फोटो पनि खिच्यौँ त्यहाँबाट चाहिँ हाम्रो लगभग खाना खाने बेला पनि भयो यता चाहिँ हाम्रो भाउजू पनि आउनुभएको थियो अनि त्यति गरिसकेर चाहिँ हामी खाना खानु भनेर गयो गाइस आजको भिडियो यति नै बाई बाई गाइस।